यहाँ के भयो अरे मामा? ए हिजो अलिकति खाएँ होला कि अनि घुरे होला होइन, खाए होला घुरे होला होइन। अनि यता म्याडम रेणु म्याडमको चाहिँ आज सुटिङ थियो, अहिले करिना कपुरसँग सुटिङ थियो। अनि डिस्टर्ब भयो, अब टाइम छैन म्याडमको अहिले होइन। अनि त्यो भएर म्याडम त बुढी हुँदैन नि त। अनि भोलि चाहिँ हाम्रो उमेरमा खोक्दाखेरि अनि त्यति बेला हामी पनि भिडियो बनाएर हालिदिन्छौँ नि। तपाईँ दुईजनाको बिचमा कतिको चाहिँ ग्याप छ र? म भन्दा कति 20 वर्ष कान्छु। 19-20 कति ग्याप छ? म 60-65 पुगेँ अहिले। रेन दिदीको 65 पुगेँ म अहिले। अलिक जोगाउनु न। 20-22 को होला। बढे हुन्छ म्याडम आउँदिन, म्याडम आउँदिन हजुर। म्याडम गल्ती भएछ, म्याडम बुढी हुँदैन। अहिले उहाँ सुटिङ थियो क्या सलमान खानसँग, ढिलो भयो, डिस्टर्ब भयो म्याडम। तपाईँहरू रेन दिदी कति उमेरको फरक? 19-20 को होइन? म 65 लागे। रेन दिदी 39 39 वर्ष, तपाईँ 40। 19-20 को त फरक छ। अयो साथीहरू यस्तै हाम्रो हिजो चाहिँ मामा राति मातेर आउनुभयो 10-10:30 बजी। दैले मैले खोलेको थिएँ गेट होइन। त्यसपछि आएर भात सात दिएँ, 5वटा डल्ले खोर्सानी ननस्टप खाएको 5वटा। अन्त रेनले जे भन्नुहुन्छ आउनु अबदेखि 8 बजेभन्दा अगाडि घरभित्र छिर्नु। सुन्नु वाला 8 बजेभन्दा अगाडि। यस्तै हो गाइस।